हाम्रो श्रम संस्कृतिमा गुट हुँदैन। जसले गुट गर्छ उसलाई साधारण सदस्य नरहने गरी म निकालेर फालिएको छु। यो कुरा विचार गर्नु है। गुट हुँदैन यहाँ, कुनै पनि समितिमा गुट हुँदैन। केन्द्रमा पनि हुँदैन, नगरमा पनि हुँदैन, जिल्लामा पनि हुँदैन, प्रदेशमा पनि हुँदैन होइन। जिल्लाभित्र माथि क्षेत्रहरू गरिरहेछौँ। अब जस्तै क्षेत्र नम्बर 1, 2, 3 यस्ता क्षेत्र सदस्य समितिहरू हुन्छ। टोल वडामा त त्यत्रो गुट नहोला। कुनै पनि समितिमा यदि गुट गरेको कसैले पाइयो भने त्यस्तो मान्छे मलाई चाहिँदैन। राम्रा मान्छे थुप्रै छन्। सङ्गठन र शरीर एउटै हो। शरीर तपाईँ बन्द कोठा, एयर कन्डिसन भएको कोठाभित्र बसिरहनु र पनि मैला हुन्छ, आउँछ, टाउको चिलाउनु थाल्छ। कहीँ गएको छैन, घरमा बसेको, एकदम घरमै बसेको तर टाउको चिलाउनु थाल्छ। सङ्गठनमा पनि त्यस्तै हो। शरीरमा पनि फोहोर त्यतिकै आउँछ। तपाईँ बन्द कोठामा बसिरहनु, 3 दिन जति बस्नु, त्यही कोठाभित्र बस्दा बस्दै पनि तपाईँको शरीर गनाउनु थाल्छ। मैला हाम्रो शरीरभित्रै छ भने सङ्गठनलाई बिगार्ने तत्त्व पनि सङ्गठनभित्रै हुन्छ। कुरा बुझ्नुभयो? त्यस्ता बिगार्ने तत्त्वहरूलाई फिल्टर गर्दै बढ्छ श्रम संस्कृति। अनुशासनमा अत्यन्तै धेरै कडा नियमहरू पालना गर्छौँ अब।